साझा पख एकान्तमा आफैलाई बिर्सिँदा साझा पख एकान्तमा आफैलाई बिर्सिँदा मग्न हुन्छु म तिम्रो गीत सुनेर गोधुलीको के गर्यो त्यसो ल माग ल कसरी माग्ने दिनु न के दिनु दो खाम दुई हातले खा बन्नी ल पिसिन दिनु ल खाऊ एउटा मात्र के दिनु ल दुई हातले माग ल के दिनु मिठाई भन प्लिज गोलू मोलू क्यूट पोटैटो आलू के शकल का आया मेरे घर पे देखो क्यूटी सा एक लड़का डाले हैं भटूरे जैसे छोले जैसे आँखें मन करता है खा जाऊं इसको दिल लगा के रो रो के घर पूरा अपने सर पे उठा लेता चिलै जेसो हाम्रो म चाहिँ अस्ति न मेरो घर काकी कटारी अनि ढक्कलाई यो चाहिँ मेरो भाइ यो सानो बाबुको ड्याडी हो यो अनि साइडमा चाहिँ कति मजाले निनी मेरो फोटो खिचिदिने भिडियो खिचिदिने ड्याडीसँग भनेर मैले टक्क लगाएर दुईजनाको चाहिँ भिडियो फोटोहरू खिचिरहेको छु अनि ल जाऊ तिमी जाऊ न ड्याडीसँग बस्छ अनि म खिच्छु तिम्रो ल अनि हस् निनी भन्दै हेर्नु खिच्यो निनी मेरो भिडियो खिच्दिनँ भनेर कस्तो गरेको थियो यो चाहिँ मेरो हामी तिनजना निनीको एउटा फोटोहरू खिच्न चाहिँ एकदम रमाउँछ क्या निनी हजुर गीत गाइसोस् म नाच्छु भनिरहेको थिएँ अनि मैले गीत गाएँ ऊ चाहिँ नाचिरहेको छ होइन एकछिनमा थाहा छैन फेरि साइडमा बसेर यो चलिरहेछ नि यो चाहिँ रेड बुल अस्किन हामीले खाइसकेको अनि यो चाहिँ बाबुले हेर नै भन्यो त्यति खाएको जस्तो गरिरहेको छ उसले चाहिँ हेर्नु न अनि साइडमा चाहिँ उसको बाबा हो यो टाइपको लागि हाम्रो चाहिँ घर चाहिँ यस्तो छ हेर्नु न कराईतिर हो कटारीमा हो अनि टाइपको अनि त साइडमा चाहिँ घर बनाउँदै हो हामीले अनि साइडमा चाहिँ कस्तो मजाको राम्रो छ ठाउँ यहाँ अनि टक्कलाई हामी चाहिँ यतापट्टि साइडमा चाहिँ भाउजूहरूसँग बसिरहेको छु यहाँ चाहिँ मेरो मम्मी अनि साइडमा चाहिँ भाउजू हुनुहुन्छ गीत गाउनु नि म नाच्छु भने नाच्नु चाहिँ धेरै आउँदैन नि यताउति गरेर ल गर म गीत गाउँछु भने गीत गाएको चाहिँ नाचिरहेको छ हेर्नु न गीत चाहिँ मलाई चाहिँ गाउनु चाहिँ आउँदैन त्यतिकै ताराबाजी लै भन्दै गएको ऊ चाहिँ बुढो खुफिरहेको छ जुन यसको अब गाउँदै हाँसिरहेको छ नि टाउको यस्तो पनि गीत गाउँछ नि भने टाउको खोचल्दै बसिरहेको छ हेर्नु न अनि र म गर्छु गर्नु न नि गर्नु भनेर भएर ल जाउँ न तिम्रो जाउँ म गीत गाउँछु तिमी गएर ल सस्नी भनेर पनि गीत गाउँदै नाचिरहेको छ नि ल म्याउ म्याउ बिरालो यतातिर आऊ खराएको बुबु नखाउमा बोके हुन्छु धुरु धुरु रुन्छु लात्ताले हान्छु चोर बिरालो बन्छु भन्दै गरेर गीत गाइरहेको छ उसले पनि हेर्नु टक्करै यता आउनु न म गरिदिन्छु तिम्रो भिडियोहरू ल नि मैले तपाईँले चाहिँ कुखुरा पाल्नु भएको छ भाउजूहरूले अनि त्यही भएर यसमा चाहिँ हेर्नु न खुट्टाको फोहोर लगाएर कालै फोहोर लागेको छ माटोहरू चाहिँ कस्तो खेल्नु एकदमै बच्चा माटोहरू धुलोहरू खेल्ने अनि त्यही त कुखुराहरू के देख्ने बित्तिकै लहाट्ने कि कुखुरालाई लहाट्ने ढुङ्गाले हाल्ने गर्छ उसले चाहिँ अनि साइडमा म भिडियो गरिदिने ड्याडीसँग भन्ने थियो भिडियो हेर न ल अनि ड्याडीले पनि म पढेर सुनाउँछु नि भन्ने थियो ल सुनाउ न सुनाउ भने अनि ऊ चाहिँ उसको ड्याडीलाई पढ्दै सुनाइराखेको छ ल भन न के भन्यो भने चाहिँ मजाले भनिरहेको छ
गीतहरू गाइरहेको छ हाम्रो लेजेसले। गीत भन्ने छ जुन त लाग्यो ताराले मन त लाग्यो मायाले यो पहाड त्यो पहाड हेर्दा हेर्दै साराले भन्दै गीत गाएर चाहिँ गीत चाहिँ कस्तो सानोदेखि कि हाम्रो नानी सानोदेखि एउटा चिज हामीले केही सिकायो कि के भन्यो टप्पो चिप्ने एकदम के दिमाग क्या गीत गायो खुसी हामीले लेख्ने गीत गायो। अनि गीत गाएपछि फेरि त साइडमा हामीले चाहिँ त साइडमा भाउजूले पाल्नु भएको फेरि कस्तो चकचक एकदम गर्छ हाम्रो पिछाले कहिले के गरिदिन्छ कहिले कुखुरालाई छोप्न जान्छ कहिले यो गर्छ होइन। अनि मैले चाहिँ यहाँ साँझको बेला खिचिरहेको छु हेर्नु कस्तो राम्रो त लाइट पनि भएर चाहिँ यता साइड कुखुरालाई लखाटिरहेको छ कि कुखुरालाई लखार्नु पनि कति लखार्छ यस्तो चकचके छ कि एकदम धेरै गर्छ। हेर्नु न बारी मकै बुझ्दै मकै बुझ्दैन भाँच्दैछ सानो मकैको बारी हिँड्छ। अनि म कुखुरालाई चाहिँ यस्तो भाग्छ कुखुरा चाहिँ ऊ चाहिँ कुखुराको पछि कहिले कार्टुनले छोप्ने कहिले के गर्ने गरिरहेको छ लेजेसले चाहिँ। अनि यो चाहिँ साइडमा चाहिँ पानी फोहोर त गरिरहेको छ अनि कहिले पनि यो त कि कार्टुनले छोपिदिने के कुखुरालाई। टक्कलाई यता साइडमा यो साइडमा चाहिँ माथि चाहिँ पानी खाने भाँडा हो अनि यता साइडमा फेरि हेर्दै गरिरहेको छ लेजेसले। अनि कस्तो राम्रो देखेको कि मेरो माइत घर चाहिँ यतैतिर हो हेर्नु कस्तो राम्रो कि यहाँ के गर्मी पनि हुन त हुन्छ धेरै त्यो पनि हुन्छ कि बाहिर चाहिँ एकदम हावा कस्तो मजाले लाग्ने कि अनि साइडमा चाहिँ हेर्नु यो निकालिदियो बल्ल यस्तो खेल्दा पनि पछि यो त्यो पानी खाने भाँडा निकाली छोड्यो कि हेर्नु न चकचक फेरि यस्तो चकचक धेरै गर्छ कि हाम्रो बाबुले। यो चाहिँ बोट त हो यो के बयर हो कि भाउजूले भन्नुभएको थियो भाउजूहरूकोतिर रोप्नु भएको थियो यो बयरको बोट चाहिँ हो यो सानो बयर। अनि फेरि सकिन फेरि यताउति हेरिरहेको छ फेरि अनि ढुङ्गा हान्छ कि मजाले हेर्नु न ढुङ्गा हान्दै हान्छ छुरा पनि कस्तो चकचक छ हाम्रो बाबु दादा कस्तो राम्रो यताउति ल यता नि यता फोहोर गरिदिनु फोहोर भन्छ ल नाच भने नाचेको अरे के हेर्नु न नाचेको पनि यता भिडियो पनि गरिदिनु नि भनेर त भिडियो पनि गरिरहेको छ नि त नाचिरहेको छ फेरि कुखुरालाई फेरि छोप्नु गयो नजाउनु बाबु उतापट्टि सागहरू के गर्नुभएको छ नजाउनु भन्छ कहिले यता गरेर छोप्ने हाम्रो कति बिगो त एकदम गर्ने क्या कहिले ढुङ्गाले हान्ने हेर्नु न फेरि एकछिन बस्यो बसेर फेरि कुखुरा छोप्नु गयो नगर्नु बाबु अहिले भाउजू आफै गर्नुहुन्छ भने चाहिँ ऊ फेरि कुखुरा छोप्नु गयो तल पनि मकै त रोप्नु भएको छ मकै सानो भएको छ सबै कुल्चेर कि बाङ्गो टिङ्गो सबै उदो कि कुल्चेर हिँडिरहेको छ हाम्रो कुच्चेले चाहिँ हेर्नु न। अब त्यो चला कसरी समात्छ कि कुखुरा मान्छे भन्दा कुखुरा अघि भाइ यस्तो धेरै छिटो भाग्छ ऊ चाहिँ कार्टुन लिएर समात्न गइरहेको छ कि कुखुरा हेर्नु समात्न गएको अल्छी पनि नलाग्ने उसलाई हिँड्न पनि कति हिँड्छ। हेर्नु कति छिटो हिँडेको कुखुरा समात्नलाई एकपल्ट घरको बारीको एक राउन्ड मारिसक्यो कुखुरा समात्न चाहिँ के आउनु चाहिँ बस्दैन पछि आफै यस्तो के साँझमा त यो 4-5 बजीतिर त हामी आएको रहेछ 4-5 बजीतिर त आफै कुखुरा कि आफै आउँछ त्यो पनि हेर्नु लखाटेर कुखुरालाई कति मैले यो सानोमा पाल्दा अनि एकचोटि त लखादा आफू अघि परेर के भएर कुखुराको चल्लाले किल्चेर हिँडेको के पिच्छेले अलिकति कमजोर थियो जस्तो त चल्ला त्यो किल्चेर हिँडिरहेको
हेर्नु अब पक्रिँदै अब पक्रिन्छ फुत त्यहाँ फेरि त्यो फुत्तै फालिन्छ आहा कति राम्रो म भन्दा राम्रो कोही होला मलाई देखेर त पागल मन लाग्छ म भन्दा राम्रो को होला कोही छैन म मात्र छु राम्रो